धेरैजना मान्छेले होइन सबभन्दा ठुलो मिस्टेक गर्ने भनेको होइन आफ्टर बिकमिङ इन्डिपेन्डेन्ट इज लाइक नेग्लेक्टिङ देयर हेल्थ। हामीले होइन पैसा, प्रमोसन, सक्सेस होइन यो सब ग्र्याब गर्नलाई, पाउनलाई चाहिँ हामीले दिन रात बिहानदेखि लिएर बेलुका रातिसम्म काम गरे हुन्छौँ। बट त्यो पैसा, सक्सेस, मनी, काम यो सबै गर्नलाई केपेबल बनाउने भनेको के हो? हाम्रो बडी त हो नि। इफ हामीले आफ्नो बडीलाई आफै पनि राम्ररी रेखदेख हल्का केयर गरेनौँ भने त्यो सबै कमाएर आर्जन गरेको चिजको के काम? ज्यान रहेपछि त हामीले पछि पनि कमाउन सक्छौँ होइन र? पैसा त पछि पनि आउँछ, तर एकचोटि यो ज्यान बिग्रिसकेपछि यो ज्यानलाई ठिक हुन चाहिँ धेरै टाइम लाग्छ। सो एउटा कुरा के भन्न चाहन्छु कि लाइक यो हाम्रो फर्स्ट इन्भेस्टमेन्ट चाहिँ हाम्रो हेल्थमा हुनुपर्छ भन्ने जस्तो मेरो भनाइ। इन्भेस्टमेन्ट भनेको हाम्रो हेल्थमा हुनुपर्छ जस्तो मलाई लाग्छ। हजुरको के छ विचार?